पियानो सिकेर गिटार चाहिँ किन किनेको त? मैले ड्याडलाई किनिदिनु भनेको थिएँ पियानो नि पियानो नि किनिदिनु भनेको थिएँ बट लाइक मैले जुन जुन हेर्न गएँ नि पियानो इट्स लाइक इट वाज भेरी एक्सपेन्सिभ के अनि ड्याडले त म किनिदिन्छु नै भनेको थियो होइन मलाई त्यस्तो इन्ट्रेस्ट छ भने म लिइदिन्छु त सिक भनेर भनेको थियो अब आफूलाई त्यो प्राइस सुनेर अब हुन्छ यो पियानो कति हो सेकेन्ड ह्यान्ड हेर्न गएको हाम्रो बजारबाट पियानो कति 40,000 सेकेन्ड ह्यान्डको 40,000 भनेको छ आफूलाई नि कस्तो हुन्छ मलाई आउँदैन राम्रोसित होइन म त भर्खर बिगिनर हो मलाई त्यत्रो 40,000को पियानो लिएर म के गर्ने होइन मलाई त्यस्तो केही महँगो चाहिएकै छैन सस्तो खालको पियानो फेरि सस्तो खालको पियानो सस्तै खालको हुन्छ हेर्दाखेरि नि सस्तै देख्ने खालको हुन्छ क्या टोय खालको हुन्छ क्या एक्ज्याक्टली मलाई त्यसो पनि चाहिँदैन बरु म गिटार लिन्छु सस्तो खालको गिटार नि हल्का गिटार जस्तो देख्छ नि त होइन हल्का एक्सपेन्सिभ हल्का स्ट्यान्डर्ड जस्तो देख्छ नि त सस्तो खालको गिटार पनि अनि अब बरु त्यही लिन्छु भनेर मैले गिटारै उठाएको त्यसैले मेन त्यस्तै छ स्टोरी गिटार किन्न भनेर गएको थिएँ सेकेन्ड ह्यान्ड सप भन्न छिरेको कहाँ सेकेन्ड ह्यान्ड हुनु अनि नयाँ गिटार लिएर गएको थिएँ मैले सायद 3000 जति लिएर गएको थिएँ क्यारे अनि गिटारको त 500,000 भन्छ ल साथीसँग पैसा लिएर अनि गिटार किनेर लिएर आएर अनि सिकाएको थिएँ गिटार मैले त्यो गिटार पनि यो 5,000 को गिब्सन GIB त्यो सिकेँ त्यसपछि चाहिँ पछि गएर चाहिँ मन्त्रको किनेँ म नि अलिअलि लिन्छु भनेर सोचिरहेको छु मेरो नि एउटा मैले कोभिडभन्दा अगाडि लिएको थिएँ एउटा गिटार सेमी अकुस्टिक हो अनि द्याट गिटार हेज स्टक विथ मी फर अ लङ टाइम अहिलेसम्म छ अहिलेसम्म टिकिरहेको छ चलाइरहेको हुन्छु तर यसो अब हल्का आर्सेनललाई अलिक ठुलो गरौँ होइन एउटा इलेक्ट्रिक गिटारमा इन्भेस्ट गर्छु भनेर सोचिरहेको छु लिउँला बिस्तारै त्यही त माया लाग्छ नि त यार आफ्नो यो इक्विपमेन्टहरूको पनि मलाई त क्या माया लाग्छ क्या गिटारको अनि पहिला त म कस्तो भन्दाखेरि गिटारको साउन्ड सुन्नै भन्ने क्या मलाई थेरापी जस्तो क्या बिहान उठ्यो गिटार बजायो कलेज गयो आयो फेरि गिटार बजायो अनि राति निन्द्रा लागेन के गर्ने गिटार बजाउने टाउको दुखिरहेको चाहिँ के गर्ने गिटार त्यो हुन्छ त्यो स्टार्टिङमा होइन केही कुरा नयाँ गरेर गिटारमा सिक्ने बित्तिकै त्यो हल्का एउटा रस हुन्छ क्या सुन्न मन लाग्छ मलाई सुनौँ होइन ओइ नयाँ कुरा ट्राई गरेर ओइ नयाँ कुरा बजाउन मलाई बजाइराखौँ न त्यो भित्रबाट इच आउँछ कि अनि बजाइ गरिन्छ मजा आउँथ्यो गिटार सिक्न पनि अहिले त त्यस्तै हो गिटार त्यस्तो खासै छुदिनँ म मेन सेम छ क्या अहिले गिटार यत्तिकै थन्किरहेको छ धुलो लागिरहेको छ बेला बेलामा पुस्छु माया लाग्छ ब्यागभित्र राख्छु ब्यागभित्र राखिसकेपछि फेरि ब्यागभित्र राखेर बजाउँदैन यार म निकाल्छु धुलो लाग्छ पुरो पुस्छु मेन सेम छ यार गिटार यत्तिकै थन्किरहेको छ है अब आज गएर बजाउँछु भन्ने हुन्छ घर पुग्दाखेरि 8-9 बज्छ अब 8-9 बजे गएर के बजाउँ एक्ज्याक्टली थकाइ लागिरहेको हुन्छ होइन बिहान उठ्यो उठ्ने बित्तिकै फेरि काममा चल्दै हाल्यो म त अब पुरै म त सबै इलेक्ट्रोनिकली गर्छु नि त कम्प्युटरमै म्युजिकहरू सबै गर्छु त्यसैले मलाई त खासै गिटार बजाइराख्ने इन्सेन्टिभ नि आउँदैन क्या गिटार बजाउने र आई क्यान डु समथिङ सिमिलर इन माई ओन होइन बरु अरू केही स्याम्पलहरू लिएर त्यसलाई तोडफोड गरेर गिटार जस्तो सुनाउने बनाइदिउँला कि भनेर हुन्छ कि अब त्यस्तै भएर मलाई राम्रो पहिला के कडा पिसहरू बजाउन आउँथ्यो मलाई म बेथोभेनको मुनलाइट सोनाटा बजाउँथेँ के अरे युरुमाको रिभर फ्लोज इन न्यू बजाउँथेँ अहिले बजाउन खोज्छु थाहै छैन बिर्सिसकेँ मैले अनि त्यही जुन ब्रोले भन्यो त प्रड्युसर के अरे बिटहरू पनि आफैले बनाउन थाले गर्न थाले FL स्टुडियो चलाउन सिकेँ FL स्टुडियो पनि सुरुमा त क्र्याक भर्जनै होला अहिले क्र्याकै भर्जन कहाँ किन्नु FL स्टुडियोबाटसम्म FL स्टुडियो म्युजिक गरेर मैले पैसा नकमाएसम्म होइन म किन्दै हो यो चाहिँ राम्रो कुरा हो क्या होइन प्रायः चाहिँ अब जुन म्युजिसियन म्युजिकमा लागेकोहरू हुन्छ नि म्युजिकमा लाग्छ भनेर बसेकोहरू हुन्छ उनीहरूलाई चाहिँ अब सुरुमा के गर्ने नै थाहा हुँदैन क्या सबजना त्यही सिचुएसनबाट जाने हो क्या अब घरमा भन्यो अभियसली इक्विपमेन्टहरू सबै महँगै छ होइन राम्रो केहीमा इन्भेस्ट गरौँ भने अब त्यो सुरुमा त आफूलाई पनि बजाउन आउनु पऱ्यो आफ्नो स्किल त्यो लेभलमा पुग्या हुँदैन त्यसपछि अब स्टुडियो जाऊँ भनौँ स्टुडियोको प्राइस त्यस्तै महँगो हुन्छ अब भिडियोको भयो भिडियोको पनि त्यस्तै महँगो हुन्छ सो यसमा चाहिँ ब्रोले चाहिँ आफै गरेको चाहिँ यो चाहिँ एज अ इन्सपिरेसन भनौँ न अघि त्यही हामी तल पनि मान्छेलाई केही इन्सपायर हुने कुरा थाहा छैन भन्दै थियो नि त सो यहीबाट हो इन्सपिरेसन लिने गर्नु मन छ भने आफैले जसरी भयो नि वे चाहिँ खोज्नु पर्यो खोज्नु पर्यो भन्दा नि आफूलाई गर्न मन छ भने त्यो वे आउँछ क्या त्यो जसरी भयो नि त्यो वे आउँछ यु जस्ट हेभ टु टेक द्याट यु जस्ट हेभ टु गो द्याट वे के अब छ गरौँला नि बसौँला नि सोचौँला नि भने नि त्यो सोचे हुन्छ त्यो कहिले नि सुरु गरिँदैन त्यो आफ्नै बाटो त्यो एउटा
बिकम्स अ साइड थट के म गर्छु मलाई गर्न मन छ ट्राई गरौँ न भनेर गर्ने हो भयो भने भयो भएन भने छँदै छ नि अरू कुरा ट्राई गर्नुलाई नि जिन्दगी लामो छ गरौँला नि के